नमस्ते जोजोलोप्पा हाम्रो नयाँ युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। हामी चाहिँ अब आजदेखि चाहिँ युट्युब च्यानलमा भिडियो पनि पोस्ट गर्न थालेछौँ कि, त्यही भएर सबैजनाले अन्तिमसम्म हेरिदिनु होला है। यहाँ मेरो बुधु चाहिँ के उसिन्दैछ, के उसिनेको बुधु देखाउनु नि त, अन्डा मात्रै भनेर हुन्छ। यहाँ देखाउँदै हुन्छ है मेरो बुधुले। वा अन्डा पकाएर उसिनिरहेछन्। आज चाहिँ अन्डा र हामी करेन्ट चाउचाउ खाँदैछौँ। करेन्ट चाउचाउ च्यालेन्ज खेल्ने, म फेस सो गरिदिउँ। अब युट्युबमा चाहिँ फेस सो गर्नु पर्ला। हेर्नु हाम्रो चाहिँ यो सानो एउटा रुम हो होइन, यहाँ रुम हो। यो चाहिँ हामी रुममा बस्छौँ किनकि त्यो सानोतिनो बिजनेस गर्छौँ, त्यही भएर हामी चाहिँ रुममा बस्छौँ। मेरो बुधुलाई चाहिँ अलिक गाह्रो अवस्थामा छ, नानीले लात्ती हानेको गर्छ अनि उसलाई कता कति लाग्छ अरे, त्यही भएर अलिकति निराश हुनुहुन्छ। अनि के हो बुधु, त्यो देखाइदिनु त, त्यो चाउचाउ देखाइदिनु न यहाँ हाम्रो हेर्ने मान्छेहरूलाई। ल यी हेर्नु है, हाम्रो चाहिँ चाउचाउ पनि छ। अब चाउचाउ पकाउने कस्तो हुँदो रहेछ हजुरहरूलाई हेर्ने। अनि खोइ हाम्रो यहाँ चाहिँ हेर्नु है, यहाँ चाहिँ हाम्रो ब्रोइलरको मासु थोरै राखेको छ। छ्या कस्तो ब्रोइलरको मासु, आज झन्डै बमिटै आयो खाएर। ब्रोइलर यहाँ टाउको पनि दुखिरहेछ, मेरो टाउको पनि दुखिरहेछ। ओइ ऐनामा देखाउँ भनेर झन्डै गएको त, ऐनामा देखाएपछि त मेरो अनुहार पो सो हुन्छ त। गाइस म भिडियोको कहीँ कतै झुक्केर मैले अनुहार देखाइराखेको हुन्छु, तपाईँहरूले नकाटी अन्तिमसम्म हेर्नु है। यहाँ चाहिँ मेरो बुधुलाई डुल्नु जाउँ भनेर बाहिर लगिरहेको छु। आऊ डुल्नु जाउँ, सँगै सँगै हिँड्ने हामी, सँगै सँगै खेल्ने, पढी लेखी गर्न कहिले काहीँ स्कुल पनि जाने। एकछिन छोड्नु त, पकड घुम वाउ फेरि एकचोटि मेरो बुधुलाई चाहिँ रिङ्गटा चल्छ अरे। अलिक पर जाऊ त, तिम्रो लुक्स वा। मेरो बुधुको चाहिँ फेस रिभ्यू जहिले हुन्छ होइन, मेरो चाहिँ कहिले पनि हुँदैन नि बितारा। मलाई हेर्न चाहनुहुन्छ भने उहाँ ऐना हेर्नु, ऊ ऐनामा ऐना हेर्नु। जाउँ मुनि जाउँ। हामी चाहिँ इटरीको यही ठाउँमा बस्छौँ है। गाई चाहिँ यहाँ चाहिँ कति धेरै फुल फुल्छन्। ल बुधु जाउँ, बुधु हिँड। खोइ त मलाई हात समातेको, खोइ हात देऊ हात पक्रेर हिँड्छौँ हामी चाहिँ। जहाँ जाँदा पनि, चोकतिर जाँदा पनि हजुरहरूले कहिले हामीलाई देख्नुभयो भने चोकमा यसरी नै हिँडिराखेको हुन्छौँ है। ल बुधु त्यहाँ हेर्नु त पकाएको, हेरौँ बस्नु। यहाँ चाहिँ अन्डा पाकेको छैन रहेछ नानी, पाएको छैन, मलाई हेर्न पनि आउँदैन। मेरो लुक चाहिँ कस्तो छ हेर्नु त। मान्छेले यो पेट फराउनु खोइ के भन्छ जान्छ। यो पेन्ट चाहिँ अर्डर गर्नुपर्छ, कुनै पसलमा अलरेडी हुन्छ। यसको प्राइस चाहिँ लगभग 7,000 मात्रै पर्छ, 6-7,000 पर्छ। बुधु के अरे तेरो टाउको अरे। मैले तैँले त्यस्तो भनिस्, म तैँलाई अबदेखि यतिले तुप्पा इस गर्छु। तुपै गर्दिनँ म तिमीलाई, अबदेखि त इस चुप्पा गर्छु, तँलाई अबदेखि त इस चुप्पा गर्छु। तैँले मलाई किन त भनिस्, अबदेखि त इस चुप्पा गर्छु। जहिले बुढालाई त भन्ने, बुढोलाई कुद्ने। ईद गर्छु तुप्पा, तँलाई त तुप्पा ईद गर्छु। नक्कली काहीँ नभएको नकचरी बतरा भागेर बिहे गर्नु, आमाहरूलाई दाइहरूलाई झुक्कै भागेर बिहे गरिस्, पाल्पाबाट इटारी आइस्। अहिले तँलाई बतरा, अहिले मलाई जहिले हेप्छिस्, जहिले कुछिस्। म अरूको छोरा होइन, मेरो चाहिँ शरीर दुख्दैन। मेरो शरीर दुख्दैन तैँले कुद्दा, मेरो शरीर दुख्दैन। मेरो शरीर दुखे पनि मन खुसी हुन्छ। उठ्नु तुपा गरे त, तुपा गर्दिन भनेर रुनु खोज्छिस्, तुपा गरे त, उठ। मेरो बुधु है, उहाँ चाहिँ मेरो बुधु है। बुधु छिटो अन्डा हेर्नु। तपाईँहरू पनि करेन्ट चाउचाउ खाने भने हामी भएकोमा आउनु होला। हाम्रो घर चाहिँ होइन, हाम्रो घर मोरङ भए पनि हामी इटारीमा बस्छौँ। इटारी नमुना कलेज छेउमा, तपाईँहरू इटारीको नमुना कलेज छेउमा छ भने हामी सँगै बसेर
करेन्ट चाउचाउ खान सक्नुहुन्छ। हाम्रो पनि यहाँ कोही साथी छैन कि हामीलाई पनि साथी चाहिएको छ। हामीलाई रफ पेपर सिजर खेल्ने साथी चाहिएको छ कि त्यही भएर रफ पेपर सिजरमा जसले जित्छ त्यसले धेरै यस्तो चाउचाउ खान पाउँछ। थाहा छ होला नि तपाईँहरूलाई। हामी चाहिँ फेरि कुदेर बाटोसम्म जान्छौँ। तपाईँहरू चाहिँ तपाईँ खान सक्नुहुन्छ। तपाईँ हाल्नु हो भने म दरु म त यति त्यो चम्चीले म त उघ्याउँदिनँ त केवल खाइदिन्छु। यस्तो त 2 चोटिमा सकिन्छु। त्यही भएर एक कारण म किन्छु होइन। अनि आएर हामी रफ पेपर सिजर खेल्छौँ। मेरो बुद्धीसँग चाहिँ म खेल्नु आँटेको थिएँ। अनि मेरो बुद्धीले चाहिँ अब मैले धेरै खान्छु, मैले 10 चोटि जितेँ भने पनि तपाईँले 1 चोटि जित्नुभयो भने तपाईँले धेरै खानुहुन्छ भनेर खेल्नै मान्दैन। के हो अब यस्तै हो होइन। मुख सानो भए पनि धेरै रुच्छ होइन मिठो चिजहरू चाहिँ। अब मिठो चिजको चाहिँ म टुक्रै नराखौँ भन्छु, नमिठो चिजको चाहिँ हातै नराम भन्छु क्या। यस्तै हो। यहाँ हेर्नु त के लेखिरहेको छ, थोरै जुम गर्नु त। हेर्नु यहाँ चाहिँ करेन्ट मासु लेखिरहेको छ। अब चाइनिज कि कोरियन पढ्न आउँदैन, त्यही भएर तपाईँहरूलाई पनि पढ्न आउँदैन। मासु भन्यो भने पतिहाल्नुहुन्छ। त्यही भएर तपाईँहरूलाई मैले भनेकै, तर के थाहा छैन। ल यहाँ चाहिँ यो चाहिँ मासुको चोक्टो हो। मासु चाहिँ राँगाको मासु हाल्नुपर्छ। म नेवार हो। मासु चाहिँ मासु नेवारको होइन, नेवारले चाहिँ राँगाको मासु हाल्छ। अनि यस्तै हो। मेरो क्यामेरा अलिकति हल्लिराखेको छ गाइज, हेरिराख्नु भएको छ नि। मेरो बुद्धि चाहिँ यहाँ अलिकति अघि तोङमा खानुभएको थियो कि झ्याप भएर मगर्नी हो नि त। तोङमा खाएर झ्याप भएर अलिक क्यामेरा हल्लाउँदै हुन्छ। अन्यथा नसोच्नु। अनि गाइज तपाईँहरू मलाई मास्क किन नखोली भिडियो बनाएको भन्नुहुन्छ नि। मास्क चाहिँ म खोल्छु अहिले। यो खाने बेलामा मास्क खोल्छु कि मास्क खोल्छु। त्यही भएर हेर्दै गर्नु एकछिन। त्यो नानी उयो हेर्नु त, त्यो भइसक्यो। यहाँ मेरो बोजूले यहाँ हेर्नु न, मलाई भिडियो बनाइदिएको सबै बिगारिसकेछ। मलाई त अघि भिडियोमै बनाउँदै थाहा थियो नि, तर पनि केही छैन। गाइस अन्डा चाहिँ के भएको छ हेर। अन्डा के भएको छ? ए भइसकेछ, अन्डा भइसकेछ है गाइस। अन्डा भइसकेछ है। त्यो पानी नपुगेको पिसाब जस्तो छ त अन्डा पनि। ए सरी गाइस, मैले के बोलिहालेँ। मेरो बुद्धीले लात्तीले पिछाडिबाट हानिहाल्यो। सरी गाइस, सरी। बुधु तपाईँको टाउको गाइस ल्या। मेरो बुधु चाहिँ यहाँ त्यहाँ बुहारी भएर कट्टुमा बस्ने होइन नि। यहाँ क्यामेरामा देख्यो नि। यता भत तेरीमा जाठी भनेर नभन्नु है गाइस। मैले त्यत्तिकै मेरो बुद्धीलाई जिस्काइदिएको। मेरो बुद्धीलाई गर्मी हुन्छ नि त। मेरो बुबुलाई आइया भएको छ मेरो नानीलाई, त्यही भएर हो। ल गाइस गाइस हामी चाहिँ यी खानासँग मासु, अन्डा अनि रम्पम यी खाँदैछु। मेरो बुद्धु पनि खाँदै हुनुहुन्छ है। के गर्नु, अन्डा चाहिँ यता हालु अनि यस्तो गर्ने कि गाइजहरू तपाईँलाई खान आउँदैन भने अन्डाको बिचमा यसरी अलिकति डुलो पार्ने। एकैचोटि खानु हुँदैन नि त, यस्तो गर्ने। अनि मासुको पनि थोरै यता यसरी चोक्टा झिक्ने, यो पनि यसरी राख्ने। अनि हल्का यस्तो मुसेर, यो पनि हल्का यसरी मुसेर यो पनि हल्का यहाँ मिसाएर सबै थोक खाँदाखेरि नि यस्तो मुस्नु त आउँछ होला नि तपाईँहरूलाई। अब बच्चा हुनुहुँदैन भिडियो युट्युबमा भिडियो हेर्ने भनेपछि ठुलै मान्छे होला तपाईँहरू। यहाँ चाहिँ मेरो बोजूले हेर्दै हुनुहुन्छ। अनि यस्तो गरेर गम्मै खाएको चाहिँ देखाउँदिनँ ल। मिठो गाइस, मिठो। म चाहिँ किन खाएको नदेखाएको भने अब चोखी लाग्छ। मेरो बुद्धीले चाहिँ खाँदै हुनुहुन्छ। देखाइ नखानु न बुद्धु। कस्तो तपाईँ त देखाइ नखानु। ल गाइज बाई। हाम्रो युट्युब च्यानल हेर्नुहुने सबैजनालाई लास्टसम्म हेर्नुहुने सबैजनालाई मोरी धन्यवाद। भगवानको कृपाले तपाईँहरूलाई सधैँ खुसी सुखी राखुन् होइन। हाम्रो अर्को भिडियो हेर्नको लागि चाहिँ सबैजनाले सब्सक्राइब गर्नु है। फेरि भन्दैछु, सब्सक्राइब गरिदिनु होला है सबैजनाले। लाइक कमेन्ट सब्सक्राइब। बुझ्यो भनिदिनु त सब्सक्राइब गर्नु भनेर। भन्नु छिटो। मेरो बुद्धीले चाहिँ भन्दिनँ चाहिँ किनकि तपाईँहरूले मान्नुहुन्छ, मैले भनेकै मान्नुहुन्छ भनेर उहाँले भन्दिनँ भनेको छ। सबैजनाले सब्सक्राइब गरिदिनु है। बाई।